हेलो गाइस एभ्रीबडी नमस्ते हैन। आज फेरि हामी आइसक्यौँ। आज हामी केटाहरू सबजना भेला भएर नुवाकोट जान लागिरहेको छौँ हैन गाइजहरू। अनि यो रोशन दोस्त चाहिँ मलाई लिन आएको आज। अब हामी त्यहाँ हाम्रो अड्डा जक्सन जान्छौँ। त्यहाँ गएर केटाहरूलाई कुर्छौँ। अब हेरौँ के हुन्छ, केटाहरूले कहाँ जाउँ भन्छ। जोस् बवाल भइरहेको। म त यार भर्खर उठेको थिएँ होइन। केटाहरूले कल गरेर गइदिउँ रे, ल सर त गइदिउँ भनेर आइदियो। दोस्त ल गाइज यस्तै हो। ल अहिलेलाई यति। अब हामी वहाँ गएपछि देखाउँछौँ है त ठाउँहरू कस्तो छ, कहाँ गयौँ हामी भनेर। हामी आइपुग्यौँ है हाम्रो डेस्टिनी है, हाम्रो लोकेसनमा आइपुग्यौँ। अब हामी केटाहरू सबजना भेला हुन्छौँ होइन। त्यसपछि कपाल बाँधेर हिँडेको होइन। ल गाइस कस्तो देखाएको छ। पहिला ढोग्नुपर्छ मन्दिरमा होइन। ल गाइस मन्दिरमा यसो होइन दिन आजको दिन। ल अब केटाहरू सबजना आउँछ, त्यसपछि उहाँ गएपछि भ्लग बनाउँला। ल हराइसक्यौँ हामी चाहिँ जङ्गलको बिचमा। ल बाइक लिएर आइस। कहाँसम्म जाने? ल शम्भु